हेलो गाइज वेलकम टु माई युट्युब च्यानल। सो आज मैले फेरि नयाँ भ्लग लिएर आइसकेको छु तपाईँहरूको अगाडि। सो आज चाहिँ हामी जान लागेको छौँ अर्कै गुम्बा, एउटा दामी गुम्बा छ यहाँ होइन। सो बेलुकाखेरि निस्किन लागेको, कति हल्ला गरे यार। सो मडे भाइ छ यहाँ। सो हामी निस्किन लागेको, अब हामी टक्क यतैतिर घुम्ने हो। त्यस्तो खासै कतै जाँदैन। हेलो हेलो। अब हामी टक्क जान्छौँ मोटे भाइ र म होइन। अब हामी निस्किन लागेको चट्टसँग, मोटे भाइ र म। यहाँनिर चाहिँ इगल चाहिँ हाम्रो खतरावाला दामी छ है, कुखुरा खानेवाला इगल। यसले सर्प सब नि खाइदिन्छ। मसँग छ आज इगल, डेन्जरवाला, दामी देखिरह होला है। यसको मेरो अनुहार नि मिल्छ यो फेरि खतरा बेनाजुले। आँखा चाहिँ खतरा हुने चाहिँ यसको फेरि बब्बाल। सो हामी यताबाट हिँडिसकेको छौँ हाम्रो मासतिरको बाटो। पसलमा के अलिकति खाजासाजा लिन्छौँ। मडी भाइ पुरै मलाई क्यामेरामा नदेखाउनु न दाइ भन्दाखेरि हिँडिरहेको छ कि त्यस्तै भनिरहेको छ, त्यही भएर भागिरहेछ। सो अब हामी यता आइसकेका छौँ। अब हामी यहाँ केही किन्छौँ अनि त्यसपछि हामी जान्छौँ। हामीले पिएसए किने, पिएस जमाएर आइन्छ, गिलित नै छ। त्यही नै हामी खाइदिन्छौँ। के त भाइ, यो भाइ मात्रै बोल्ने रहेछ, दुईवटा भाइ बोल्दैन रहेछ। मलाई यस्तो बोल्ने मान्छे लास्ट मन गर्छ। सो हामी चाहिँ हल्का जङ्गलतिरबाट माथि गुम्बा जान्छौँ, किनभने रोड त जहिले हिँडिरहेको हो नि त। रोडबाट किन जाने, जङ्गलबाट जाने। सो यहाँ त बाटो खनेर रोइला बनाएर चाहिँ यताबाट जाउँ। आइज यताबाट जाने पुग्छ, यताबाट जाउँ हामी। यो बाटो जाने हो, जङ्गलको बाटो। मेरो पछाडि मोटे भाइ छ। यस्तरी उफ्रिनुपर्छ, यस्तरी भर्खरै माटो खनेर रहेछ यहाँनिर, केही छैन। मोडे भइरहेछ हाम्रो घरबाट अलि उता गएपछि बाटो खै यहाँ हेरौँ न। हामी त यताबाट जाने भनेर त आइयो, आइज आइज। बाटो खनेर रहेछ। सो हामीलाई त थाहा नै थिएन कि। सो हामी आइदिएको। अब यहाँबाट हामी जान्छौँ। ढुङ्गा हाल्ने काम भइरहेको रहेछ यहाँनिर। सो हामीले त बाटो पनि क्रस गरिसक्यौँ। अहिले यहाँ टोकरले खाँदैला भन्ने डर छ, फेरि टेन्सन टोक्ला है मोटे भाइ। सो यहाँनिर टोक्देला भन्ने डर छ, टाइगर। सो हामी चाहिँ गुम्बानिर आइसक्यौँ। अब गुम्बाको ठ्याक्कै फेदीमा छौँ। अब उताबाट रोडको बाटो छ होइन, यताबाट हल्का सिँढीको बाटो छ। त्यहीबाट जान्छौँ टक 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 पारा यस्तो हल्लिँदै। आहा कस्तो दामी छ यहाँबाट। यो पो हो त, आमा यो पो हो त। हेटौँडा कस्तो दामी देख्छ यहाँबाट, अझ राम्रो देख्दैन। अग्लोबाट चाहिँ हाम्रो यताबाट रोडको बाटो छ, यताबाट भर्याङको बाटो। हाम्रो मोटे भाइ गइरहेछ। भाइले हगे क्या पछाडि, कटु पहेँलो छ त। अस्तिको पनि मन्दिर जाँदाखेरि भर्याङ थियो, आज पनि गुम्बा आउँदाखेरि भर्याङमा पऱ्यो। टाँसी हिस्से गुम्बा, TASHI। उता रोडको बाटो। कस्तो लाग्यो त? राम्रो छ है तर ठाउँ है, राम्रो छैन त। यहाँ घुम्नलाई, फोटो खिच्नलाई एकदम राम्रो छ है। सो पहिला हामी आउँदाखेरि त यो गुम्बा नि भर्खर बनाएको थियो कि, बनाए पनि थिएन, भर्खर बनाउनु लागेको थियो। अनि हामी माथि चढेर फोटोहरू खिच्थ्यो। त्यही पनि अहिले चाहिँ गुम्बा रेडी भइसकेको छ, राम्रो छ। उताको जतिको चाहिँ छैन, यो पनि गुम्बै भन्छ। अब अस्तिको चाहिँ घुमाउने सुमाउने छ, यहाँ चाहिँ घुमाउने ओर्ने चाहिँ छैन। हेर्स यहाँको भ्यू चाहिँ एकदम राम्रो छ है। यो त्यो भाइलाई पुरा खाजा खानालाई हतार हिँड्यो। हामी हल्का खाजा नास्ता नि गर्छौँ। सो पियो पग्लिसक्यो भने मोटे भाइले। सो हामी चाहिँ उहाँ तल बसेर खान्छौँ। अब अहिले सब व्यवस्था छ यहाँ।
आयो भने त्यस्तो केही गाह्रो पर्दैन। खानेपानी यहीँ छ, मूलको पानी चिसो पानी खान पाइन्छ। चाउचाउ दालमोठ भुजा यो चाहिँ हाम्रो मोटे भाइको उयो अनुसार लिएर आएको है। ल मोटे भाइले पियो बग्लिसकेछ अरे। म चाहिँ जहाँ भिडियो बनाउनु गयो नि मान्छेहरू जङ्गलबाट निस्केकै हुन्छ यार। अस्ति जाँदा जङ्गलबाट निस्किएको थियो, जङ्गलमा एउटै छिरेको थियो। अहिले पनि अब यहाँ बसेको जङ्गलबाट निस्किरहेको के हाल्नु के छ हेर्नु आएको जङ्गलमा। साह्रै मिठो छ। सर्टको टक खोलिदिने भ्लगमा चाहिँ मोटे भाइ सधैँ हुन्छ यता। मेरो भ्लगमा चाहिँ सधैँ प्रायः जस्तो मोटे भाइ हुन्छ। ला फुट्यो यसरी प्लात्तै फुट्यो बिचबाटै। कस्तो देखिएको छ गाइज। बदामवाला यो चाहिँ मोटे भाइको चोइसवाला। एउटा खाइ हेरौँ न कस्तो हुन्छ। मिठो हुँदैन। ल चुस हाने एउटा यता लिनु त मोटे भाइ। ल खै बिहान यो कसले गर्छ होला। सफा गरिदिनुपर्छ। सो मैले चाहिँ मिक्स गरेर रेडी बनाइसकेँ। मोटे भाइले हान्दैछ। ल भाइ हान्देऊ नि त। हामी चाहिँ हान्न लाग्यो। चियर्स। यस्तो भ्यूमा बसेर खान काम गराउँछ। बचपनको याद आयो मलाई त। यस्तो खाना हामी बच्चामा खाँदा चाउचाउ भुजा बदाम यो भनेको नेक्स्ट फ्लेभरको हो क्या। मैले भएर कसरी गरम गरम पारिरहेको भनेको नेक्स्ट फ्लेभरको खाएर यस्तो खाँदा चाहिँ नेक्स्ट लेभलको खाएर खानु यस्तो खाजा खानलाई दिमाग के भन्नु थाइल्यान्डबाट ल्याएको खाजा मैले चाउचाउ भुजा। हामीले चाउचाउ भुजा नि खायौँ। कविन भाइले पुरै यता हेर्दा भाइ मुख यस्तो बनाएर पुरै मसला बनाएर खा। सो यो चाहिँ हाम्रो अर्ग्यानिक पानी हो, मूलको पानी हो। यस्तो चिसो पानी फोड्दा आएन छैन। ल हामी आइयो धेरै पछि गुम्बामा मोटे भएर भयो। अब हामी घरतिर लाग्छौँ गाइजहरू। सो अघि नै हामी उताको बाटो आएको, अब हामी यो बाटो जाँदैछौँ तलतिर। टन्न भयो त्यो खाइयो धेरै परिकार भन्छ नि। हामी त भिआइपी हो कि भिआइपी भनेपछि लेभलको अनुसारको खानुपर्छ। त्यही भएर हामीले एकदम थाइल्यान्ड अस्ट्रेलिया अनि त्यसपछि जापानबाट मगाएको फुडहरू मिक्स गरेर मिक्स फुड खाएको आज हामीले। सो धेरै मिठो भयो। त्यही भएर त हामी हट्टा कट्टा छौँ, बलियो छौँ। बडी बनाएर हिँडिरह त्यो दाउरा जस्तै हुन्छ जिङरिङ पारामा। सो दामी छ नि। त्यो जङ्गल हाम्रो बनसखण्डी जङ्गल, यो पनि बनसखण्डी हो। त्यो चाहिँ त्यहाँ चाहिँ हाम्रो मन्दिर नै छ अनि चाहिँ हाम्रो गुम्बा भएको ठाउँ हो। सो जाउँ दाम गार्मी छ नि त। गार्मी भन्थ्यो भक्तले, त्यस्तै गर्मी भएको क्या। त्यही भएर दिउँसो हिँड्नै सकिँदैन। सबैले माया गरिदिनु होला। सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब गरिदिनु होला र बेल आइकनलाई क्लिक गरेर राख्नु होला। घर जाँदैछु गाइस। सो सबैले माया गरिदिनु होला र यस्तै नयाँ भिडियोहरू लिएर आउनेछु तपाईँहरूको माझमा। सो माया गरिदिनु होला। बाई बाई।